सम्पूर्ण दर्शकबिनहरू आज म बाटोमा हिँड्दै गर्दाखेरि बाजेलाई यो ओडारको मुनि चाहिँ पानी परिरहेको, झिमझिम पानी परिरहेको, बिचरा यो एउटा स्याउला उम्कालिराख्नु भएको थियो। खास यो स्याउला चाहिँ मलको रूपमा चाहिँ प्रयोग हुन्छ। यो स्याउला चाहिँ मल बनाउने र थप चाहिँ उहाँले यो झ्याग्रा दाउरा बनाउने, यो चाहिँ दाउरा बनाउने, यो मल बनाउने, यो दाउरा बनाउने भनेर बाल्नको लागि यो किन गर्नुभएको छ भने यत्रो जङ्गल छ, बस्ती छ, तैपनि यो किन गर्नुहुन्छ भने उहाँको घरमा चाहिँ कोही पनि हुँदैन, बुढाबुढी एक्लै हुनुहुन्छ। उहाँहरू दाउरा कसले गरिदिने, पानी कसले गरिदिने होइन। उहाँहरूले आफ्नो सुरक्षाको लागि चाहिँ बर्खा सिजन सुरु भयो, यसलाई पनि हामीले जोगाएर राख्यौँ भने बुढाबुढीलाई सजिलो होला भनेर उहाँहरूले यो गरेर राख्नु। दाउरा कसले लिदिने, पानी कसले लिदिने, बुढाबुढी भइसक्यो भनेर यो सानो सानो चिजहरूलाई पनि हामीले सँगाली राख्नु पर्यो। हामी तपाईँहरूले यो जहाँ देख्छौँ त्यो फाल्छौँ त्यत्तिकै, तर उहाँहरूले चाहिँ यो सम्हाली राख्नु भएको छ। र आउँदै गर्दाखेरि म बाटोमा एउटा किसानहरूसँग भेटघाट गरेर आएँ, तर यो बचेको छ। यो बस्दाखेरि चाहिँ म बाजेलाई चाहिँ तरकारी राखेर खानु होला भनेर म छोडिदिनु लागेको छु। यो चाहिँ रामतोरिया चिप्ले भिन्डी, यो चिप्ले भिन्डी हो बाजे है। चिप्ले भिन्डी यो काँक्रो हो। आजभोलि छर्ने। अनि यो सिमी चौमासे, सिमी त नसरी नहुने। अनि यो चाहिँ तिते करेला, यो पनि रोप्नु होला। तिते करेला घरमा रोप्नु होला। यो पनि रोप्नु होला। यो बाजेलाई मैले दिएको छु र बाजेले एकदमै पक्कै पनि अर्कोचोटि आउँदाखेरि बाजेको बारीमा पक्कै पनि के अरे तरकारीहरू हुन्छ। बाजे बोजूले चाहिँ तरकारी बनाउनु हुन्छ। घरमा बोजू र तपाईँ एक्लै मात्र? बुढाबुढी अब छोरी दुईजना हुन्छ, एउटा खोलामा बस्छ, एउटा घरमा बस्छ। अब छोरा छैन के अरे, बुढाबुढी मात्र दिन गुजारा गर्ने नभनेसो मरेपछि हरायो।